भएको छुट्टी आएको त्यही भएर आज कलर एक्सचेन्ज गेम साह्रै रहर उसको त्यही भएर खेल्न लागेको टिकटकमा बढी देखेर रहर उसको त्यस्तो नभन्नु न रहर हो त्यही भएर इच्छा पुरा गरिदिन लागेको यहाँ धेरै सामान उहाँले जबरजस्ती किनाएर अनि लुकाएर खेल्न लागेको छ लेट्स गो यहाँ देखिसक्यो ल सुरुमा व्हाइट म देखाइन व्हाइट यस्तो रिस उठ्ने के अनि तपाईँ मेरो हेर्ने यो चाहिँ म जापान जाँदाखेरि किनेर लिएर आएको तपाईँलाई गर्मी महिनामा ल धन्यवाद ल लाउनुहोस् न पहिला ल तपाईँलाई लाउनुहोस् न ल यहाँ भुइँमा राखेँ नि ल मेरो हेर्नु न के होला यहाँ एकदम भिड चाहिँ लाग्नु नसक्छ है सजाउने कोठामा दानी कति बेला गिफ्ट देखाउ त भाइ मेरो यो अरू पनि देखाउँछु व्हाइट देखाउ न तिम्रो त्यो गिफ्ट ए मेरो व्हाइट होइन यो क्रिम कलर हो व्हाइट भेरी मेरो स्पेशल स्पेशल म भ्याकै छैन मेरो व्हाइट कलर पनि छड्को छिटो मेरो नि व्हाइट छ ल भन त्यो व्हाइट कलर कसरी भयो त अनि यो व्हाइट कलर कसरी भयो यो त येलो भयो नि इ म सुनाइदिएको के सुन दल्या अरे साँच्चै सुन हो र ल नेपालले थ्याङ्क यू सुन त अनि जे भयो नि कति महँगोको ल मेरो व्हाइट ल व्हाइट धन्यवाद तपाईँलाई नै हुन्छ नि आफूलाई मनपर्ने ल्याएछ क्या अझै सुन्नेदेखि मेरो पैसा कहाँ गयो भनेको त्यस्तो बनाएर यो त मेरो पैसाले है किनेको येल्लो 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 कलरको येल्लो कलर के छ येल्लो यस हाती झोला हेलो मेरो झन् हेलो ल यो चाहिँ अलि अलि भयो ल छिटो अनि अर्को पनि छ यो मानव प्रेम खासमा मैले गौतम बुद्धको नि खोजेको साबन नआएर हेलो त्यो एउटा आदर छ नि ल ल ल ल छ नि यहाँ धेरै कलर न छ तर मेन चाहिँ येल्लो नभेटाएर अनि अर्को पनि छ यो त पुरै के भन्नु त्यो पुगेको केरा अघि हेरेको केरा यार जे खाने यार यार ल तिम्रो नि आलु त्यो नानीलाई दिनु त अहिले अघि दिएको पुगेको केरा त्यहाँ यार यो त ब्ल्याक भयो त्यो येल्लो कलरै छैन त्यो त ब्ल्याक भइहाल्यो नि यार अघि त्यो साउकिँदाखेरि त्यहाँ त्यही दिएछ ल त्यो अर्को छ येल्लो अझै ब्ल्याक ब्ल्याक ओके म हेर्दैछु सानो नभेट्दा नि के ल ब्ल्याक तपाईँले खानु त हुँदैन त्यही पनि ऊ त्यहाँ ठ्याक्क टिभीमा अहिले देखाउँला यो मेरो गिफ्ट भनेपछि म यो मैले नि अर्लाई गिफ्ट दिन्छु म यो मेरो गिफ्ट भनेपछि म अर्लाई गिफ्ट दिन्छु किनिदिनु नि अरूलाई को अरूलाई यो किन सजाउने नि मेरो गिफ्ट मैले देखाउनु गिफ्ट पहिला वाइन लेजियन ट्रान्जेटको होइन उहाँले खानुहुन्न मैले नि खाँदैन तर यो चाहिँ टिभीमा सजाउने दामी थ्याङ्क यू पैसा जति सब यस्तो यस्ता किनेर पो मेरो पालै अब पुरा छिटो रेड कलर रेड यस लेट्स गो रेड यो चाहिँ उहाँकै चोइस है जबरजस्ती किनाइदियो बुलडग तपाईँलाई फलफुल मनपर्छ नि त यो अघि मैले किनेको छ र तिम्रो के अर्को पनि छ नि ल के हो कि यो गुडिया जति केटी खेलाउनु जस्तो यार रेड थ्याङ्क यू देखाउनु पर्यो नि गिफ्ट भनेको मेरो गिफ्ट किन राखेको के हो स्याप यो त भ्यालेन्टाइन डेमा गिफ्ट दिनु जस्तो छ त के हो औँठी हो फेरि बिहा गर्नुहुन्छ कि पसन्द गरेको चाहिँ साथीको भन्दा आछि स्टिलको पो रहेछ यार यो खुइलिन्छ यार हाल्न त मिल्थ्यो अरूको गिफ्ट कस्तो राम्रो हुन्छ हाम्रो त यस्तो झगडा पऱ्यो फलको औँठी दिन्छ यार थ्याङ्क यू ओके ग्रिन ए ग्रिन यस मैले त डबल दुईटा खाने ग्रिन म नर्मल ग्रिन है ग्रिन ऑल इन वन यो चाहिँ रुम के अरे सजाउने कस्तो राम्रो हो सब आफूलाई सजाउँदैन यो फुलको पात जस्तो राम्रो भएन ल धन्यवाद थ्याङ्क यू भेरी मच थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू तपाईँ कुन कलर
पिङ्क पिङ्की बेबी यस पिङ्की फेरि यो सब रुममा सजाउने कुरा सजाउ ए ओ यो त तिमीलाई हो त अनि क्विन लेखेर ल्याउनु पर्दैन आफैले लिनुहुन्थ्यो त नि पिङ्क होइन मैले लिन्छु नि त पिङ्क कलरको छ नि त तपाईँले ब्ल्याक लिनु म पिङ्क लिन्छु केही छैन नि केही ल छिटो क्रिमी कलर क्रिम कलर क्रिम कलर छ ल निकाल्दी यस खोइ लाउने हो क्यानाडा जाँदा अस्ति गिफ्ट किनेर लिएर आएको मेरो बुढीलाई म क्यानाडा जाँदाखेरि लिएर आएको क्यानाडा लिएर यो चक्लेट सजाउने क्रिम कलर थ्याङ्क यू अर्को क्रिम कलर नै छ यस क्रिम कलर यो मेरै स्पिकर हो अब बुढीलाई गिफ्ट दिन लाग्यो मार्सेलको वान अफ द बेस्ट साउन्ड ब्रान्डिङ थ्याङ्क यू मार्सेलको सानो त्यो त एक्सचेन्ज गर्ने भनेको थिएँ त मैले नि मेरो चाहिँ दिन्छु भनेको थिएँ त हजुरलाई बोस लेखेको मेरै हुन्थ्यो त यस्तो दामी नयाँ अनि ओके लेट्स गो कुन कलर अर्को ब्लू कलर ल ब्लू त्यो ओके ब्लू ब्लू त हो नि सिम्पल होला ल मेरो चाहिँ सिम्पल यो चाहिँ नर्मल होला दुईटा हुन्छ ब्लू ब्लू ए यो त ब्ल्याक हो यार होइन त्यही दिनु अनि अर्पछि ब्ल्याकमा दियो अर्को यो ब्लूमा दिनु न त ब्ल्याकमा दिइसक्नु ब्लू छ देखिहाल्नु ब्लू स्काई ब्लू थ्याङ्क यू म चाहिँ बुढाको लागि अर्डाइमा लाउने हाम्रो त्यसै सङ्केको दिइरहेको त व्हाइट ओके अर्को व्हाइट ल गिफ्ट मेरो बुढीलाई टी सर्ट यो चाहिँ निममा फ्रान्सको निममा सेमी माराथन रनिङ गर्दाखेरि पाएको टी सर्ट हो तपाईँ सेमी माराथन त कुनै जग्गा पनि दौडिनु हुन्न कि त्यही पनि गिफ्ट फ्रीको माल हो नि ब्लू ब्लू त दिइसक्यो त ए मेरो हल्का ब्लू देऊ त्यत्तिकै ब्लू गिभ मी ब्लू ब्लू यो पनि कुरा सजाउने बत्ती फुल आफैले अनि तपाईँलाई यहाँको मनै पर्दैन त अनि के को आफूलाई यहाँको मनै पर्दैन म हजुर जस्तो धनी आफैले राजा ए भगवान आफूलाई कस्तो राम्रो दिन्छु मैले त्यही त नि तिमीले आफैले राजा दिन्छौ मलाई भनेको कुन कलर ओरेन्ज त ओरेन्ज देखाइन त्यहीको जस्तो लाग्थेन छिटै बिर्सियो मैले पुरा उहाँको गिफ्ट छिटो ओरेन्ज खोइ ओरेन्ज हो र ओरेन्ज येलो हो कि है त्यही कि येलो हो ओरेन्ज ओके त्यसको ओरेन्ज ओरेन्ज तपाईँलाई मैले आइफोनको 17 प्रो म्याक्सको मोबाइल नभएको फोन चाहिँ ल्याएको छु 17 प्रो म्याक्स मैले चाहिँ ओरेन्ज orange orange मलाई थाहा थियो आफूले orange orange मलाई थाहा थियो iPhone 17 Pro Max orange मेरो बुढीलाई बुढाजी अब कलर त मैले चुज गरे हो जतिखेर नि उ मेरोमा मेमोरी नै छैन पुरानो मोबाइल भन्थ्यो के नयाँ अब त्यस्तो भन्नु के iPhone 17 Pro Max orange thank you मैले ल्याइदिनु भनेको पनि थिएँ नि त्यही अघि मैले किने गिफ्ट दिने रहेछ भने थाहा त्रिशुल यो त अघि किनेको हो यार यो सबै थाहा मलाई यार मैले खाने हुन्छ जे भयो म भन्छु नि एउटा उयो हुन्छ नि त यो शिवजी मूर्ति हैन यो बत्ती बाल्ने यो चाहिँ यो के अरे लोटसको भएको धुपबत्ती बाल्ने यो चाहिँ जय श्री भोलेनाथ शिव शङ्कर त्रिशुल यो शिवजी भगवानको किन दिएको थाहा भन्छु म शिवजीले जस्तै माया गरिराखोस् मलाई होइन फेरि पार्वती ऋषिदेवहरूले एक त्रिशुल यसरी हाल्छु नि मैले किनेको मैले मैले किनेको हो रे ओम नमः शिवाय ग्रे हैन ग्रेको साटो मैले यो ल्याएको छु नि सिल्भर वाउ ल सुन महँगो हो मेरो बुढी त्यही भएर चाँदी तिम्रो सुनको चुरा छ सुनको चुरा खोइ यो सुनको चुरा बेचिदिउँ
चाँदीको चुरा पाइहाल्यो सुनको चुरा बेच्दिउँ यो पनि मेरै चोइस हो है सुनको चुरा बेच्दिउँ त्यो हार पनि बेच्दिउँ अनि त्यसपछि गाडी दामी गाडी किन्ने क्या यसलाई मनी उ भन्छ होइन यो के को उ भन्छ क्या मलाई कस्तो राम्रो लाग्छ नि त वाउ कछुवा मनीको भगवानको मन पर्यो तिम्रो गिफ्ट मन पर्यो थ्याङ्क यू सुन चाहिँ अब बेच्नुपर्छ त्यो सुनको अब ए यो अर्को यसको कलर छ नि मसँग पर्खिनुहोस् त पर्खिनुहोस् ब्राउन हुन्छ यस 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 मैले यहाँ बुढीलाई क्यानाडाबाट अमेरिकाबाट ल्याएको ओरिजिनल रेबानको चस्मा छ नि त यहाँ लाउनुहोस् त लाउनुहोस् ओरिजिनल हो यो फेरि यहाँ उनी लेखेको छ फेरि यहाँ हेर कति कति डलर लेखेको छ $104 हामीलाई के मतलब यो डलर पनि ट्याक्स नलाग्ने भएर आर्मी क्याम्पमा किनेको फ्रान्सको मेरिनमा अर्को यो तपाईँले देखिसक्नुभयो यो पनि क्यानाडाबाट लिएर आएको ब्ल्याक कलरको ब्ल्याक एन्ड व्हाइट अस्ति क्यानाडाबाट लिएर आएको होइन मलाई चिनो कप तपाईँलाई मनपर्छ टोपी मनपर्छ होइन अर्को टोपी पनि थियो साँच्चै थियो ल अर्को के हो लास्ट र पर्छ अब ग्रीन होइन ए ग्रिन ग्रिन मिसेको हाम्रो हाउस घर बुढा यस्तो राम्रो घर यो त हबिटहरूको जङ्गलको हबिटहरूको घर हुन्छ यस्तो काठको घर पानी छरेको घर त्यो त हबिटहरूको घर हुन्छ हाम्रो ल थ्याङ्क यू भेरी मच ल सर लास्ट सक्यो तिम्रो छ होइन त्यो त छैन तर कहानी बताउँछु छिटो यस कहानी बताउनु पर्दैन यो पनि गिफ्ट ओरेन्ज अरू किन नदिएको त ओरेन्ज कलरकोमा लौ न ओरेन्जमा कलरमा यो रेड आछि लौ न गिफ्टै गिफ्ट अनि अघि यो पर्यो यो व्हाइट र ब्लू यस्तै नै हुन्छ यो चाहिँ यस्तै नै हुन्छ ओके थ्याङ्क यू गिफ्ट साह्रै मन पर्यो थ्याङ्क यू भेरी मच होइन साह्रै मन पर्यो तपाईँलाई मन पर्यो तपाईँ दिन्छु म ठिकै लाग्यो यस्तो दामी दामी गिफ्ट पाइन्छ मै मकै हुन्छ आइफोन 17 मार्सेलको स्पिकर चुरा रेबानको चस्मा मै मकै हुन्छ हामीलाई फलमको औँठी ल्याइदिन्छ कोही सुनको यो लाग्छ नि त्यो यार त्यो त्यतिकै थियो हाथीको सुन हालेर राख्ने हो नि त अनि ल म भोलि डायमन्डको दिन